हेलो एभ्रिवान, वेलकम ब्याक टु माई च्यानल। तपाईँहरू सबैजना सन्चै हुनुहुन्छ होला। गर्मीको मौसम आइसक्यो र आज चाहिँ हामी चाहिँ नेचुरल स्विमिङ पुल जाँदैछौँ। कहाँ रे भाइ? किस्पाङ भने होइन, किस्पाङ सोले। अब मसँग भिडियो बनाउने यहाँ म पनि होइन, त्यही भएर अब यो चोरले बनाउँछ आज त्यहाँ पुगिन्जेलसम्म भिडियो चाहिँ। जब हामी चाहिँ यता कता हो यो 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 हेलिकप्टर रोक्ने ठाउँमा यो नामै थाहा भएन यार। यो आर्मी ब्यारेक आइपुग्यो है। यसको नाम के रे? यो ठाउँको नाम यो बेत्रावतीबाट टक्क यता साइडमा पुल जाने बाटो यहाँबाट छिर्ने हेर्ने कि यताबाट छिर्ने यताबाट बेत्रावती यताबाट छिर्ने टक्क पुल। ए दामी पुल जाने बाटो चाहिँ यस्तै हो होइन, दामी हो। यसमा तपाईँ स्पिड हाकेर पनि आउन सक्नुहुन्छ। हिरो दियो मलाई समात्ने हानेको ल बनाइरहेको त्यो देखाएको अलिक देखेन यस्तरी त हुँदैन। चलो अब यहाँ फेरि किन्नलाई हाम्रो यहाँ माल पैसाले उठाएर हिँडिन्छ केटा। हामीले सामान पनि किन्यो, अब टक्क चल्दियो हामी। को आउने हो थेत्तेरिका। हाम्रो फेरि लगाइ पनि त्यस्तै हुन्छ, खवाइनी त्यस्तै हुन्छ। के भन्ने, हम फाल्ने बेला झन् अब हम फालेर निस्क्यो भने कट्टु गायब हुन्छ, निस्क्यो भने कट्टु गायब हुन्छ। के भन्ने थेत्तेरिका। लौ यताबाट लेफ्ट हान्ने गाइस, यताबाट लेफ्ट हान्ने, यताबाट सिधै गयो भने पुग्छ डाँडातिर। गुम्बा पुग्छ यताबाट खोला पुग्छ हाम्रो खेल्ने ठाउँ। नेचुरल स्विमिङ पुल के हो यार? मान्छे त त्यहाँ कति हो त यार। मास्किँदा लाज त टन्ने होला जस्तो हो यार। मनलाई भैयाले त आइसक्रिम बरफ दिएर मेलै लाग्यो आज त यार, टन्ने मेला लाग्यो जस्तो यार। ल लामो लास्ट उयो यार के हो यार? तलदेखि माथिसम्म हो त मान्छे। मलाई त खेल्न जहाँ गरे आएन हो अहिले त चाहिँ मान्छे हेर नाङ्ग्यो अरे सबै। ल डाँडा कुडा सबै मजा आउने भयो नि। त्यहाँ चाहिँ मान्छे भएको कारणले चाहिँ हामी चाहिँ अब नयाँ ठाउँ खोज्न जाँदैछौँ। कति मान्छे आयो आज शनिबार भएर होला। मान्छे हामीले चाहिँ पौडी खेल्ने ठाउँ पाइसकेको छ। बल्ल यस्तो खटारे रे उ त्यहाँ मरिसो लासेर उ त्यहाँ मेरो मजाक। म बालुन केही त हुँदैन नि, केही हुँदैन होला मात्र होइन नि फेरि हुन त हुँदैन। हामी पानी भ्रमण गरेर जाँदैछौँ अब। के इज्जत छोपिरा न मदर एउटाको फेरि के गरेर पुरै पानी मुहालै भिजिस यार आज त। हो यो थाङ न बिहा कसको यो बाल्दै हुन्छ होला। यो थाङ न बिहा बाल्दियो अनि यो बाल्दै हुन्छ कि यहाँ सन्जय भाइ यार हाल्दैन। अहिले त फेरि खाली भइसक्यो त्यहाँ फेरि। अहिले हुन्छ, अहिले उताबाट पनि खाली हुन्छ। पानी पर्ला जस्तो गरेर जाओस् न, त्यहाँपछि हामी मासु खाने हो, टक्कलाएर जाने हो होइन।
म एक्लै झोलाइरा उतापट्टि खाली भइसक्यो ओप्पा देखे तिमीलाई त तर कस्तो यार म झन् ओप्पा भनिदिन्छु केटा अर्को के अरे यस्तो के अरे तेरे नाम तेरे नाम अझै यस्तो हो त्यसमा त माथि लाँदैन हो तल ल्याउँछ यसरी खै यता देखाउ न तेरे नाम बनाऊ भने मलाई तेरे नाम बनाउनु मजा आइरहेको छ फेरि म तेरे नियम कि नाम तेरे नाम बनाउनु मजा आइरहेको आगो तापेर जाडो हुन्छ हाम्रो चाहिँ अब मासु चाहिँ पाकिसक्यो र यता चाहिँ अब केटाहरूले के अरे यहाँ चाउचाउ मसला के बनाउँदैछ बुझार्नै पर्थ्यो त्यो पर्छ के यो मात्र हुँदैन त्यसले छिटो देख्छ छिटो आऊ हामी आउन खोजेको यो ठाउँ हो कि तर अघि नै चाहिँ मान्छे भएको कारण चाहिँ हामी यहाँ थिएन नत्र हाम्रो मेन ठाउँ चाहिँ यो है यस्तो बवाल छ अहिले चाहिँ पानी अलिअलि धमिलो छ नत्र भने त यहाँ पनि सफा पुरै भित्रको पानीसम्म देख्छ कि यहाँ चाहिँ भित्रको ढुङ्गा देख्छ केटाले चाहिँ अब डाइभ हान्ने रे ल हान्देऊ त्यसरी अड्किन्छ अनि ल एक्सिडेन्ट गाइज ओनर त्यहाँ चुप्प लाएर बसिरहे एक्सिडेन्ट भएर एक्सिडेन्ट ह्यापेन्ड ओनर अब आफ्नो बाइक उठाउन आइसक्नु भएको छ मलाई चाहिँ बाटो लाएर दिमाग खराब ओनरमा कतिको दम रहेछ ओ माई गड ओनरले एकचोटिमै बाइक उठाउन सफल हुनुभएको छ ल पनि अब हामी चाहिँ फर्किन लाग्यो तपाईँहरू नि यहाँ आएर चाहिँ एकदम चिल गर्न सक्नुहुन्छ साथीहरूसँग यो ठाउँ चाहिँ बेत्रावतीबाट त्यति टाढा पनि छैन बेत्रावतीबाट जम्मा 10 मिनट जतिको टाढा छ तपाईँहरू यहाँ आएर रमाइलो गर्न सक्नुहुन्छ ल हामी चाहिँ अब घरतिर जान लाग्यो सी इन द नेक्स्ट भ्लग गाइज बाई